आजको यो यात्रा साधारण यात्रा थिएन। यो आस्था, आत्मबल र आफैलाई फेरि फेरि जित्ने साहसको यात्रा थियो। हेलो एभ्रिवान, गुड मर्निङ। आज म अरू बेलाभन्दा निकै चाँडै उठ्नुपर्ने थियो, किनकि आजको यो यात्रा निकै कठिन थियो। बिहानै उठ्ने बित्तिकै बेडहरू मिलाउन थालेँ अनि केही बेर एक्सर्साइज गर्न थालेँ। मौसम सोचेको भन्दा निकै चिसो थियो, सो मैले गरेको एक्सर्साइजहरूले मलाई नै नुहाउन पनि हेल्प गर्यो, किनकि एक्सर्साइजले बडीमा हिट मिल्छ। त्यसैले जाडोको खासै महसुसै भएन। तर रुम आएपछि चाहिँ जाडोको हल्का महसुस हुँदै गयो। त्यसपछि मैले निकै न्यानो कपडाहरू लगाएँ र म मन्दिरतिर अघि बढेँ। अघि बढ्ने क्रममा निकै उकालाहरू थिए, जसले गर्दा मलाई सास फेर्न पनि हल्का हल्का गाह्रो भइरहेको थियो। सायद अक्सिजन कम्ती भएर पनि होला। केही बेर रेस्ट गर्दै म मन्दिरसम्म पुगेँ। मन्दिरमा पुग्दा केही मानिसहरू मात्रै आउनुभएका रहेछ। त्यसपछि हामी आरती सुरु भएपछि मात्र पूजा गर्ने भनेर केही बेर गफ गर्दै आगो ताप्न थाल्यौँ। त्यसको केही समयपछि आरती सुरु भयो। आरती गर्ने समयसम्म निकै भक्तजनहरू आइसक्नु भएको थियो। त्यसपछि हामी गुरुहरू सँगसँगै आरती गर्दै मन्दिरको वरिपरि घुम्न थाल्यौँ। केही बेर आरती भयो र हामीले माताको दर्शन गर्ने मौका पायौँ। मन्दिरसम्मको उकालो, हावा र बाटोभरिका ती चिसोले आजको यात्रालाई झनै महत्त्वपूर्ण बनाइदियो। पूजा अर्चना सकिएपछि म केही बेर त्यहीँ बसेर आँखा बन्द गरेर मनले मागेको कुरा सम्झेँ। त्यो क्षण शब्दमा वर्णन गर्न सकिँदैन। थकान त थियो, तर शान्ति पनि अपार थियो। दर्शन सकिएपछि म बिस्तारै तल झर्न थालेँ। बाटोभरि बनाएका साना साना क्लिपहरूले आजको दिनलाई अझ स्मरणीय बनाइदिन्छ। कहिलेकाहीँ क्यामेरामा कैद भएका मोमेन्टहरूले भित्री मनको भावनालाई बोलिदिन्छन्। तल झर्दै गर्दा मनमा यही सोच चलिरहेको थियो। सफलता पनि त यस्तै हो। धेरै उकालो हुन्छ, धेरै धैर्य चाहिन्छ, तर जसले नछाडेर अघि बढिरहन्छ उसले अन्तिम शान्ति पाउँछ। फर्कदा बाटोमा हल्का खाना खाएर शरीर र मन दुवैलाई रिफ्रेस गराए। यात्राले थकाइ पनि दियो, ऊर्जा पनि दियो। त्यसपछि म घर फर्किएँ। आजको यात्रा केवल मन्दिर पुग्ने मात्र थिएन। यो आत्मबल, विश्वास र आफूलाई अझै मजबुत बनाउने एउटा लेसन पनि थियो। आजलाई यति नै। भोलि फेरि अर्को दिन अर्को अनुभवसँग भेटौँला। तर आजको पाथिभराको दर्शन मेरो स्मरणमा सधैँ रहिरहनेछ।